राम्रो मोती दाना त्यसमा पनि छ नि है बजु अच्छा मोती दाना यो झन् राम्रो 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 छानेन राम्रो छ उसको सबैलाई हेरे राम्रो नबनाउनु है बजु राम्रै त बनाउनु पर्ने हेर्नु नि बजु ओइ लभ लेटर हो कि के हो उस जमानामा बाजेले त्यस्तै भगाउनु भयो र हामी त लभ लेटर होइन जात्रामा भेटेको भएको हाम्रो बाजेले पल्टाउनु नहुँदाखेरि है कस्तो राम्रो राम्रो सायरी लेखेर चिठी लेखेर पठाउनु हुन्थ्यो नि बच्चो मक्खा यो नक्कलीहरूलाई अनेक गर्नुपर्ने छ लभ लेटर लेखेर हिँड्छन् फेरि होइन बजु यो आउँदैछ कि के हो यसले कागज धेरै यस्तो लाएर सक्यो कि बजु खै मैले डलाएर कस्तो लाउँछ त बजु होइन खै होइन आज मैले कम लगाएको छु अहिले किन सक्छु बेसी त न गाजर जति बजुले बनाइहाल्नुहुन्छ म त अब बनाउन सक्दिनँ अब आँखा देख्दिनँ बुढी मान्छे आफै सिकेर बनाइहाल्छौँ नि दिदीले बनाउनुहुन्छ अनि म मेरो बालो त पसिँदै आफै बनाएर है म बनाउन सक्दिनँ यत्रोसम्म बनाइदिएँ अब मलाई त दिदीले बनाएर दिइहाल्नु होइन बजु म पनि बहिनी जसरी जाने सानीको चाहिँ कस्तो राम्रो छ कपालै छोटो छ तिम्रो त यी अब त्यो मात्रै झुन्डाउने चोर्नुमा हुन्छ किन डिस्काडिस गरेर तिमीहरू यत्रो यत्रो तरुनी भएर पनि खेल्छौ तिमीहरू है ठिक छ कस्तो राम्रो हेर तेलले राम्रो छ ला यो पनि थियो अब गर्छौँ ल घरमा बजु कति बेलामा आउँछ भनेर मेरै बाटो पुरिराख्नु भएको होला तिम्रो पो घरमा बजुसँग पुर्नु हुन्छ आफ्नो त घरमा धेरै भएर होला खासै माया गर्दैन है जस्तो त होइन होला तिमीलाई के थाहा भएर पनि वास्ता नगर्नु र हराएको आफन्तको यादमा पिल्सेर बाँच्नु पुग्दैन हो त परेर भोग्नु देखेर चेत्नु भन्छ नानी सानी छिटो बेलामा घर आउने गर्ने अनि अब आइसके त बजु म अब सानी छैन के ठुली भइसके त्यही ठुली भइसकेर त डर लाग्छ त सानो हुँदा मलाई कि भन्ने डर ठुलो भएपछि के होला भन्ने डर खराब सङ्गत पर्ला कि दुःख पर्ला कि भन्ने डर बजु पनि मेरो बजु नमस्ते अंकल हेर न हाम्रो अंकल यस बेला बेलाको कुबेला मुख धुनुहुन्छ कम से कम बिहे गरेको भए यति अल्छे त हुनुहुन्थेन कि आफू नमरेर पनि मलामी त गैया छ बिहे नगरे पनि जन्ती गैया छ बिहा गरेर मात्रै सुत्रिन्छ कहाँ लेख्या छ है फटाहरू नजान्ने मुलाहरूले मलाई सिकाउँछ केटा मेरो त सिंगाना आएको छैन हिँड
बजु ल चिया लिनुहोस् बजु चेस गरौँ न बजु चेस गरौँ न बजु त्यति अहिलेको केटीकेटीहरू राम्रो नि सिकेको छ नराम्रो नि सिकेको छ सबैको सिकेको छ ल आउनु चेस गरौँ ल चेस मेरो नातिनी मेरो बजु होइन कि क्या हो भइसक्यो सबै कुरा गर्नुपर्छ नि छोरी मान्छेले त जान्नुपर्छ अर्का घर गरी खानुलाई त गाह्रो पर्छ त चिया यो चिया खै दिदी अलिक यो बजुलाई यो दिदीलाई पनि नमस्ते हाम्रो संस्कार यो राम्रो नि बजु राम्रो छ नि सबै संस्कार राम्रो सिक्नुपर्छ अनि यो बजुलाई यो दिदीलाई ए अप्ठ्यारो राख्नु नि बजुलाई अप्ठ्यारो यो मलाई बजु एउटा त बेसी भयो नि दिदी बहिनी बाँडेर खाऊ न बराबरी बराबरै बनाउँछु पर्खिन छिटो न हो एकछिन म यो बनाइसक्छु कति छिटो गर्नु भएको हजुरले म पनि छिटो न सानीले चिया चाहिँ मिठो बनाउँछ मैले बनाएको यसलाई यत्रो ठुलो मलाई यत्रो सानो बराबर छ के बराबर मनपर्छ यिनीहरूलाई फेरि बराबर भन्नुभएको है बजु बराबर खाऊ है खाऊ दिदी बहिनी झगडा नगरिकन खानुपर्छ बराबर बजु खान्छ बजु चेस आइज सानी चेस तेरो राजकुमारीहरूलाई भेटाउँदैनस् भेटाइहाल्छु नि बजु तपाईँले नभेटेर मैले कसलाई चाहिँ भेटाउँछु होला भन्नु त मेरो बजुलाई नभेटाउने कुरा हुन्छ आफ्नो अनुहार ऐनामा हेरेको छ फटाहरू एक दिन त छ नि अङ्कल के भएको थाहा छ भनेको भए पो थाहा पाउनु त यो सबिने मर्निङ वाक जाँदाखेरि चाहिँ केटीहरूले लाइन लागेर हेरे रे अति ह्यान्डसम भएछु भनेर ऐना तानेर हेर्दै थियो राति घुरेकै गरेर सुत्नै दिएन मेरो पालो लिपस्टिक र गाजर लगाइदिएको थिएँ ए त्यही भएर पो केटीहरूको लाइन टन्न लागेर छन् तिम्रो कहिले नसुध्रिने भयो है फटार ए अङ्कल हामी सुत्रिनलाई चाहिँ कहाँ बिग्रेछ हौ आज चाहिँ मेरो स्यालेरी आएको छ आज मासु खानुपर्छ के को मासु खाने हो केटा खसीको खाने हो ल नि केटा तर म चाहिँ मासु लिन जाउँ अङ्कल तपाईँ चाहिँ खाना बनाएर लाग्नु ल अङ्कल अचार पनि बनाएर ल हामी पनि उमेरमा खुब जोडी जोडी बनाएर बरालेर हिँडिन्थ्यो है गाँठे बजु खोकी हुनुहुन्छ ल तापमान ल्याएको तापमान
अनि बाजु के हो चिटिक्क परेर ओठमा लाली पोतेर बस्नु भएको छ त नानी को के अझै अलिक कम भएको छैन अलिक कम भएको छ औषधि त टाइममा खानु भएको छ नि खाँदैछु तातो पानी अनि बजु तपाईँ मात्र चिटिक्क परेर रेडी हुनुभएछ ल मलाई पनि कपाल बाटिदिनु न अर्जुनमा बताउँ के हतार छ मलाई नाइ के बजु नाइ के मलाई त सेम स्टारको बाटिदिनु न बाटिदिनु बाहिर जानुपर्ने छ लैजाउँ त नि यसले पनि यति हैरान गर्दैन बजु सेम स्टारको बाँधिदिनु ल मलाई त सेम चाहिन्छ के मेरो फेभरेट हो नि त ल ल ल ठिक छैन अनि बजु आज हजुर कहाँ जानुहुन्छ सन्चो छैन एकछिन बजारतिर जाउँ भनेको बजु म पनि जान्छु नि हजुरसँग ल भयो वाउ बजु म पनि जान्छु के ल हजुरसँग पर्दैन के अहिले आफै हिँड्नु सक्छु आफै हात पुरा चलेको छ पछि मलाई तान्ने हिँड्ने तै त होस् नि पछि जाउँ न बजु तपाईँ आज पेन्सन थप्न जाने हो बजु अनि हजुरको पेन्सन थापेको पैसाले मलाई के ल्याइदिनु भयो मेरो भन्नु नै सबै तिम्रो हो सबै पछि मेरो सेको पछि खाने अब हो त तिमी नि हो तै होस् खाने यो मर्ने कुरा चाहिँ नगर्नु है बजु मलाई यो मर्ने अनि हराउने कुरादेखि साह्रै डर लाग्छ बजु मलाई नरुटतिर यो आँखामा आँसु सुहाउँदैन गाजर सुहाउँछ तँलाई गाजर लाएर परि जस्तो बनाएर आज तेरो रातिमा भेट्नु जान्छु भनेको होइन म गाजर लगाइदिन्छु ल यस्तो गाजर लगाइदिन्छु अनि राम्ररी भएर पठाउँछु अनि गएर छिटै आउनु नि फेरि है ओइ म चाहिँ किन गरेको यार तेरो पो गर्लफ्रेन्ड आउँछ मेरो त होइन नि चुप मेरो साथी तेरो साथी होइन त मेरो साथी होइन तेरो बुढी पनि मेरो बुढी हो त्यसो भए चुप लाग बदमास तिमीहरूको प्रेम देखेर त आठ गराउन लाग्छ आफूलाई त कसैले पत्ताउँदैन प्रेम गर्छु भनेर हुँदैन रहेछ यार आफै हुँदो रहेछ आज भेट्न आउँदिन भनेर मेसेज पो पठाएछ यार ल जाऊ के भयो केटा हो औँसीको रात जस्तो अँध्यारो अनुहार लिएर आएको छौ त के हुनु नि अङ्कल यसको गर्लफ्रेन्डले भेट्न भनेर बोलाएको थियो आएर पनि फर्केर गएछ न कल गर्दा कल उठाउँछ न एसएमएस गर्दा एसएमएस रिप्लाई दिन्छ अनि तेरो चाहिँ के हुनु नि अङ्कल साथीको दुःखमा सुख मनाएको केटाहरू मलाई त खुब बिहा गर्ने लभ गर्ने भनेर अर्थी दिन्थ्यौ त हेर मान्छे सोचे जस्तै सबै हुने भए किन यस्तो निराश हुन्थ्यो किन दुःखी हुनु पर्थ्यो धेरै खुसी हुने मान्छेकोमा पनि एउटा न एउटा दुःख लुकेको हुन्छ उसलाई केही न केही बाध्यता परेको होला नि प्रेम गर्छु भन्ने आत्मीयले त त्याग तपस्या धैर्य गर्नुपर्छ बुझौ केटा हो मराहरू
अङ्कलले त क्या जिनिस कुरा गर्नुभयो यार। बिहे नै गर्दिन लभ नै गर्दिन भन्ने अङ्कलले आज यस्तो कुरा चाहिँ कसरी गर्नुभयो? बिहे त गर्दिन भनेको लभै परेको छैन भनेको त होइन नि अङ्कल। ल तपाईँको यो उमेरमा भने हटाहरू बिहे गर्नुको पनि लभ पर्नुको पनि जात भात धर्म कर्मले उमेरले रोक्छ। लभ परेको हो नि ऊ जमानामा, तर उसँग छुटेपछि खासै अरू केटीसँग दिलै बसेन। यति धेरै लामो कहानी आफ्नै मनमा गुम्साएर राख्नुभयो त अङ्कल। कसले सुनाउँछ? फेरि सुनिदिने बुझिदिने मान्छे पनि त हुनु पर्यो नि। हामी छौँ नि अङ्कल। हो त हामी छौँ, म छु। मेरो भनेकै तिमीहरू त हो नि, तै त हो। फटा काम गरेर हाँसाउने मन बुझाउने सबै तिमीहरू त हो नि। जाऊ। मैले यत्रो फोन गरे फोन उठाउनु पर्दैन। कहाँ गएको यति बेर? अब म आइहालेँ त बजु। के भयो? तेरो राजकुमार भेटेर सिक्यो? धेरै अनुहार लगाएर आएको छस् त, के भयो? गइन बजु, किन भेट्न मनै लाग्यो नि। जाँदै दिदीको याद आयो अनि त्यही चौतारीमा बसेँ। मन अगाउन्जेल खाएँ अनि फर्केर आएँ। ल अब भाइको यो सम्झना, यो याद पनि कस्तो होला है बजु। कति जिद्दी होला, सोध्दै नसोधी आउँछ। चुप लाग्छ। हेर केटा हो, लभ गर्नु सजिलो छ। सच्चा प्रेमको पूर्ण रूप दिन त निकै गाह्रो छ। साथीको लागि र जीवन साथीको लागि रोजिने सम्बन्ध बिल्कुल फरक छ। हाँसी जोडिएको सम्बन्ध त पछि छुट्नु पर्दा त नराम्रो पो हुन्छ त। अब ती उपदेश त बेलैमा सुनेर राख्नुपर्ने रहेछ। तपाईँकै सन्तान हो, अलिअलि गुण त सरेकै होला नि। धेरै त चिन्दैन म सानीलाई, तर जति चिन्छु सबै ठिक छ। सबै ठिक छ भने मात्रै हुँदैन, विचार पुऱ्याउनु पर्छ। घर टेकाउनु, सम्बन्ध जोड्नु भन्दा पहिला कतै बाहिर भेटेर कुरा गर्नु होला। ठुलो मान्छेले लिएर आउनु भन। अल्लाहले मन जता पनि जान्छ, बुझ्नु त पर्यो नि। हुन्छ बजु, मलाई थाहै नपाइकन उसको बारेमा लागिसकेछ। नभेटी नहुने, नदेखि नहुने, नभए नहुने, तर कता डर लाग्छ। कतै दिदीको जस्तो हुने हो कि? हुँदैन आँटेर छलेर हुँदैन, स्पष्ट हुनुपर्छ। भोलि घर गरेर खान सक्छ सक्दैन, त्यही कारणले गर्दा परिवारको फुट्ने हो कि सबै कुरा जानेर बुझेर गर्नुपर्छ। सबै कुरा जन्मदै को जानेर आएको हुन्छ र? सबै कुरा सिक्दै त जाने हो नि। बरु घमण्ड चाहिँ गर्नु होला। लौ त यसपालि चाहिँ कुरा मिलाएर गर्नुपर्छ है त। अब तातो त भयो, चिसो जाँड रक्सी चुरोटहरू के लिनुहुन्छ कि? बजु, ऊ चाहिँ राजुको साथी सबिन, ऊ चाहिँ राजु, अनि उहाँ चाहिँ राजुको अङ्कल। बजु म पनि लिँदिनँ, मेरो साथीले पनि लिनुहुन्न। साथीको लैलैमा खाएछन् भन्ने चाहिँ के जानौँ, मेरो अगाडि चाहिँ खाएको छैनन् हजुर। खानु नराम्रो होइन, खानुपर्छ। अरूले खाएर बदमास गर्नु भएन। ठुलो मान्छेले आफ्नो छोराछोरी नराम्रो होस् भनेर कसैले पनि सोचेको हुँदैन। म आफ्नो भाग्यमा भन्दा पनि मेहनतमा विश्वास गर्छु। मलाई लाग्छ राम्रो गरेपछि राम्रै फल पाइएला नि। अति उपदेश पनि सम्झना छ मलाई। मेरो सानी र सम्झना दुईटा नातिनी हो, अनि म ऊ बेलामा अन्तर्जाति प्रेम विवाह गरेको हो। मेरो दिदीको नाम चाहिँ सम्झना हो कि? सुरुमा त खुब गाह्रो भयो मलाई। यिनीहरूको मेरो नातिनीहरूको आमा पहिला गएपछि मलाई त्यो ठाउँमा बस्नु मन लागेन।
अनि यो सानो सानो नातिनीहरू बोकेर त्यहाँ बारी जग्गा बेचेर मुलुक पोटरो कसेर यहाँ आएर यिनीहरूलाई हुर्काएर अनि मेरो दिदी सम्झनाको पनि अन्तर्जातीय नै प्रेम विवाह थाक्यो नि कालो हिँडेपछि थाक्दैन अनि कालो पनि होइन आज चाहिँ खाइ त क्याडबरी ल्याउनु होइन सक्रिदिनु भएन आज बल्ल 20 रुपियाँ यो 20 रुपियाँ त चाहिँदैन मलाई ए यो पनि त्यो यो भए त चाहिहाल्छ नि ल ल म चाहिँ अब क्याडबरी किनेर जान्छु ल तपाईँले चाहिँ पैसा दिएर बानी पारेर पल्काएपछि त भइहाल्छ त्यसमा के सानो छ चक्लेट भनेपछि त म पनि ढुक्कै हुन्छु खै त मलाई कहिले पनि किनेर दिनुहुन्न कहिले काहीँ लिएर आउँदा भइहाल्छ चिया अनि एउटा बडी चाहिँ कसलाई लिएको त ला ए होस् छोड्दे हामी दुईजना खाउँला अब पापटीको यो बजुलाई यो मलाई एक बजु एक दुई बजु दुई बजु यो एउटा बाँकी रह्यो यो पनि हामी दिदीबहिनी बाँडेर खाने हो बराबर बराबर म धेरै पुग्न सक्दिनँ तिमी मसँग जाने भए जाउँ नत्र भने म के पनि गर्नु जे पनि हुन सक्छु यसरी सम्झाउ न तिमीले पनि यसरी त हुँदैन बोजूलाई भन्नुपर्छ बोजूले मान्नुहुन्छ त अनि मान्नु हुन भने किन पुरेर बस्ने हो तिम्रो के सामान छ भने गरेर लिएर आऊ छैन भने पर्दैन लिनुपर्छ अहिले अहिले हामीले पर्दैन म तिम्रो लागि जे पनि गर्न सक्छु सम्झना तिमी किन बुझ्दैनौ म राम्रो नराम्रो जे पनि गर्न सक्छु तिम्रो लागि तिमीले पनि मेरो बारेमा सोच्नुपर्छ बुझ्यौ आज त हामी जस्तै भाग्नुपर्छ बरु म तिमीलाई बिन्ती गर्छु तिमी आज मसँग भाग्नु भने चाहिँ मसँग गएन भने म जे पनि गर्न सक्छु म मार्न पनि सक्छु मर्न पनि सक्छु कुरा बुझ्यौ बिन्ती म फेरि भन्छु आज चाहिँ हामी जसरी भाग्नुपर्छ सम्झेन म यहीँ पिरियड बस्छु ल सामान लिएर हामी आउँछौँ ल हजुर हजुर म तपाईँलाई एउटा कुरा भनौँ भन न के कुरा हो छ नि सम्झना दिदीलाई त एउटा केटाले मन पराउँछ कि हो ओके कहाँको केटा कस्तो केटा जात त नभात के मन परायो हिँड्ने गोले चाहिँ कहाँको केटा हो त्यस्तो तपाईँ त थाहा नपाएका यो कुरा ल्याउने यस्तो फेरि यस्तो कुरा होइन नातिनी हो तिमीलाई राम्रो छ भने यस्तो पनि होला के होला छिट्टै भन्छु आइदिनु बहिनीले टेन्सन गर्नुहुन्छ बहिनी त आफै खाएर के खाने मैले त सोचिरहेको थिएँ दिदीको घर संसार बसिरहेको होला दिदी एकदम खुसी हुनुहुन्छ होला दिदी खुसी भएर नै बजु र मलाई नसम्झिनु भएको होला भनेर सोचिरहेको थिएँ तर विडम्बना दिदीलाई एक दिन भेट्न जाँदाखेरि
पेनाले यो दिन ल्याउनु भयो बजु र हामीले त धेरै खुसी भइसक्यो बिहे गरेर सुखी छसुला त्यही भएर हामीलाई सक्दैन सधैँ भएन होला घर त जे भयो भने छोड्दै कि सबै कुरा म यति काममा आइ त मर्नु सक्दिनँ होला त्यसको लागि भनेर मैले मासु नखाने मान्छे मासु खान सिकेँ मैले रक्सीमा खाँदा मलाई कर गरेर खुवाएको यतिकै मर्न त म सक्दिनँ होला हाल्न आए त समयले दिएछ भने कुनै दिन पक्कै पनि भेट हुन्छ त्यसो नभन् कि दिदीदेखि गर्छ मलाई बुझ्को धेरै याद आएको छ म तँलाई कुनै दिन सम्झिन्छु म काल नआएर गर्दिनँ होला तर काल नआए बाजे पक्कै भेट्छ अनि त गर्छ त्यसो नभन् कि दिदी घर जाउँ कि किन भनेको मान्दैनस् त मैले बोलेको मन काटिसकेको घर दिदीको मन दुखाइसक्यो बस्नु म सम्झाउँछु दिन गर्छु म जान्छु त गर्छ बुहानी त पनि गर्नु जा सबै गर्नु त गर्छ म जान्दिनँ यो सम्झना याद भन्ने कुरा पनि कस्तो होला है जबरजस्ती मनमा अट्टाइ जमाएर बस्छु अचानक हरायो मर्यो बाँच्यो कहाँ गयो अहिलेसम्म अत्तो पत्तो छैन साह्रै दुःख लाग्दो रहेछ भोलिको दिनमा त्यस्तो नगरोस् भन्न चाहन्छु मेरो भतिजले कि कसो है केटा जातपात धर्महरू नमिल्दाखेरि अहिले सबैजनाले भेट्ने चलन पहिला थियो अहिले जातपातले के गर्दैन भन्छन् तर जातपात धर्म नहुँदाखेरि सबैले हेला गर्ने आफ्नो परिवारले हेला गर्ने चलन छ नि अहिलेसम्म हुनुको लागि त सम्झना दिदीको बहालीले एउटा पाठ सिकाएर गयो अब साँच्चै उसलाई हाम्रो याद आउँछ कि आउँदैन अब सम्झना आउँछ कि आउँदैन होला अस्ति त मलाई फोन गरेको हामी पछाडिमा तेरो राजकुमारीहरूलाई भेटाउँदैनस् भेटाइहाल्छु नि हो त्यसरी भन्नुहोस् आरती टोलीहरू आरती टोलीहरू यही हो आरती टोलीहरू लछार पछार भनेको कुरा के छ लछार पछार म जान्दिनँ गएको देखियो
मर्दिन भनेको छ ल अब